चिकन विङ बनाऊ है त। यसको लागि चाहिँ मैले कस्कोबाट चिकन विङ अलरेडी काटेको मासु नै लिएर आएँ। कुखुरालाई लिएर आएर चिकन विङ मात्रै काट्न थियो, अलिकति गाह्रै हुन्छ, त्यही भएर यस्तो प्याकेटै ल्याउँदा धेरै सजिलो हुने रहेछ। त्यसपछि आफूले घरमा खाने सबै मरमसलाहरू हालेँ। नुन चाहिँ अरू बेलाको भन्दा अलिकति कम हाल्नुपर्छ, किनभनेदेखि सस पनि अलिकति नुनिलो हुने हुनाले। तर दुईवटा चिज चाहिँ यसमा छुट्नै हुँदैन, एउटा बेकिङ पाउडर र कर्नस्टार्च। बेकिङ पाउडर र कर्नस्टार्चले गर्दा नै यसको बाहिर बाहिर क्रन्ची र भित्र चाहिँ मिठो हुने हुनाले त्यो दुईवटा इन्ग्रिडियन्ट र बेकिङ पाउडर चाहिँ छुटाउनु भएन। त्यसपछि यसलाई मोलमाल गरिकन 350मा 1 घन्टा जस्तो राखेँ। चिकन त तयार भयो, त्यत्तिकै खान पनि मिल्छ। अब यसको सस तयार गरौँ। ससमा चाहिँ मैले बटरमा अलि ठुल्ठुलो टुक्रा गरेर लसुन हालेँ र त्यसमा चाहिँ यो फ्र्याङ्को रेड हट सस हालेँ। यो चाहिँ एकदम राम्रो बास्ना पनि दिन्छ, एकदम मिठो पनि हुन्छ है। अनि अलिकति धेरै पिरो हुन्छ कि जस्तो लाग्यो र अलिकति राम्रो रङ देखिनको लागि पनि मैले ब्राउन सुगर र हनी राखेँ। हनीले चाहिँ ससलाई अलिक बाक्लो बाक्लो पनि बनाउँछ र चिकनसँग टाँसिने पनि बनाउँछ र धेरै पातलो भयो भने पनि पिर गर्नु पर्दैन, यो बिस्तारै आफै बाक्लो हुँदै जान्छ। अनि त तयार भइहाल्यो नि चिकन भयो।